हितोपदेशको पुस्तक अध्याय 10। सुलेमानका हितोपदेशहरू। पद 1। बुद्धिमान छोराले बाबुलाई आनन्दित तुल्याउँछ, तर मूर्ख छोरा आफ्नी आमाको पीरको कारण हुन्छ। 2। दुष्टताको धनले केही लाभ दिँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ। 3। परमप्रभुले धर्मीजनको प्राणलाई भोको दिनुहुने छैन, तर दुष्टहरूको सम्पत्ति फ्याँकिदिनुहुन्छ। 4। लोसे हातले काम गर्ने मान्छे गरिब हुन्छ, तर परिश्रम गर्नेहरूको हातले धन बनाउँछ। 5। जसले ग्रीष्म ऋतुमा जम्मा पार्दछ त्यो बुद्धिमान छोरो हो, तर कटनीको समयमा जो सुत्छ त्यो शर्म ल्याउने छोरा हो। 6। न्याय प्रेमीको शिरमा आशिषहरू हुन्छन्, तर दुष्टहरूको मुखलाई अत्याचारले छोपिदिन्छ। 7। न्याय प्रेमीको सम्झना आशिषमय हुन्छ, तर दुष्टहरूको नाम सडेर जानेछ। 8। बुद्धिमान हृदय भएको मानिसले आज्ञाहरू ग्रहण गर्नेछ, तर बकबके मूर्ख लड्नेछ। 9। सिधा चालमा चल्ने मानिस सुरक्षित भई हिँड्छ, तर जसले आफ्ना चालहरू टेढामेढा पार्छ त्यो चिनिनेछ। 10। जसले आँखाले इसारा गर्छ त्यसले दुःख ल्याउँछ, तर बकबके मूर्ख लड्नेछ। 11। धर्मीजनको मुख चाहिँ जीवनको धारा हो, तर दुष्टहरूको मुखलाई अत्याचारले छोपिदिन्छ। 12। घृणाले झगडा मच्याउँछ, तर प्रेमले सबै पापहरू ढाकिदिन्छ। 13। समझ भएका मानिसका ओठहरूमा बुद्धि पाइन्छ, तर छडी चाहिँ समझ नभएको मान्छेको पिठ्युका लागि हो। 14। बुद्धिमान मानिसहरूले ज्ञान साचेर राख्छन्, तर मूर्खको मुख विनाशको नजिकैमा छ। 15। धनी मानिसको धन चाहिँ त्यसको बलियो सहर हो, तर गरिबहरूको विनाश चाहिँ तिनीहरूको गरिबी हो। 16। धर्मीजनको परिश्रमले जीवन बढाउँछ, तर दुष्टको कमाइले पापतिर लैजान्छ। 17। जसले शिक्षा पालन गर्छ ऊ जीवनको बाटोमा छ, तर जसले हप्कीलाई इन्कार गर्छ त्यो भट्किन्छ। 18। जसले झुट बोल्ने ओठहरूद्वारा घृणालाई लुकाउँछ र जसले बदनामी फैलाउँछ त्यो मूर्ख हो। 19। जहाँ धेरै कुरा गरिन्छ त्यहाँ पापको अभाव हुँदैन, तर जसले आफ्ना ओठहरूमा लगाम लगाउँछ ऊ बुद्धिमान हो। 20। न्याय प्रेमीको जिब्रो उत्तम चाँदी जस्तो हो, तर दुष्टको हृदय थोरै मूल्यको हुन्छ। 21। धर्मीजनका ओठले धेरैलाई पालन पोषण गर्छन्, तर मूर्खहरू बुद्धिको अभावले मर्छन्। 22। परमप्रभुको आशिष यसले धनी बनाउँछ, अनि यसको साथमा उहाँले कुनै शोक थप्नुहुन्न। 23। खराबी गर्नु मूर्खको लागि खेल ठट्टा जस्तै हो, तर समझदार मानिससँग बुद्धि हुन्छ। 24। दुष्टलाई जुन कुराको डर हुन्छ त्यही त्यसमाथि आइपर्नेछ, तर धर्मीजनहरूको चाहना पूरा गरिनेछ। 25। जसरी भुमरी पार भएर जान्छ त्यसरी नै दुष्ट मेटिन्छ, तर धर्मीजनसँग अनन्त रहने जग हुन्छ। 26। दाँतहरूका लागि सिरका र आँखाहरूका लागि धुवा भए जस्तै अल्छे पनि तिनीहरूका लागि त्यस्तै हुन्छ जसले त्यसलाई पठाउँछन्। 27। परमप्रभुको भयले आयु बढाउँछ, तर दुष्टहरूका वर्ष घटाइनेछन्। 28। धर्मीजनहरूको आशा आनन्द हुनेछ, तर दुष्टहरूको आशा नष्ट हुनेछ। 29। सिधा चाल चल्नेहरूका निम्ति परमप्रभुको मार्ग बल हो, तर अधर्म गर्नेहरूका निम्ति विनाश हुनेछ। 30। धर्मीजन कहिले डग्ने छैन, तर दुष्टहरूले पृथ्वीमाथि बास गर्ने छैनन्। 31। न्याय प्रेमीको मुखले बुद्धि जन्माउँछ, तर छले जिब्रो काटिनेछ। 32। धर्मीजनका ओठले कुन कुरा ग्रहण योग्य छ सो जान्दछन्, तर दुष्टहरूको मुखले टेढा मेढा कुराहरू बोल्दछ।